सो ओके, मैले पछिल्लो भिडियोमा भनेको थिएँ सर्पोले टोकेपछि, मानौ यो सर्पोले मलाई टोकेपछि जस्ट टोकेको माथि यसरी तपाईहरुले डोरीले बाँधेर यहाँको ब्लड सर्कुलेसनलाई बन्द नगर्नुस् भनेर भनेको थिएँ। यसरी बेस गरी बाँध्नु भनेको नराम्रो हो, शरीरलाई हानिकारक हुन्छ भनेर मैले भनेको थिएँ। यस्तो अवस्थामा धेरैले सोध्नु भएको छ के गर्न सकिन्छ त डाक्टर साहब भन्नुभएको छ। यस्तो अवस्थामा के गर्नु भने सर्वप्रथम त बिरामीलाई हौसला प्रदान गर्नुहोस्, किनकि धेरै जसो सर्पहरू विषादी हुन्न र यस्तो अवस्थामा चाहिँ बिरामीको ज्यान चाहिँ आत्तिएर गएको देखिन्छ। धेरै जस्तो बिरामीहरू आत्तिएर मृत्यु भएको देखिएको हुन्छ। त्यस्तो अवस्थामा के गर्न सकिन्छ भने सिम्पल तपाईहरुसँग ब्यान्डेज छ भने धेरै राम्रो, ब्यान्डेज छैन भने यस्तो कपडा लिनुस्। यस्तो कपडा भन्दा पनि अलि इलास्टिक कपडाहरू यस्तो मफलर्सहरू छ भने चाहिँ त्यो त धेरै राम्रो हो। यस्तो ब्यान्डेजलाई चाहिँ यो टोकेको भन्दा जस्ट अलिकति माथिबाट चाहिँ अप्लाई गर्नु। अब यो अप्लाई गर्नुको फाइदा के हो भने यसले चाहिँ तपाईको यहाँको लिम्फेटिक सर्कुलेसनलाई स्लो गर्छ। यस्तो अवस्थामा के हुन्छ भने यदि सर्प विषादी रहेछ भने पनि विष बिस्तारै फैलिन्छ शरीरमा है। अनि अर्को के हुन्छ भने तपाईको स्वेलिङलाई कम गर्छ र अर्को के फाइदा हुन्छ भने यसले तपाईको ब्लड सर्कुलेसनलाई रोक्दैन, जसले गर्दाखेरि तपाईको यो अगाडिको पार्टहरु चाहिँ खतराबाट मुक्त हुन्छ हैन, तपाईको टिस्युहरु ड्यामेज हुन्न, डेथ हुन्न। अनि अर्को के गर्छ भने यसले इमोबिलाइज भनेको अलिकति मोबिलिटीलाई पनि कम गर्छ है। यसले चाहिँ मोबिलिटी जति कम भयो त्यति नै शरीरमा विष चाहिँ कम बिस्तारै जान्छ। अनि अब यो ब्यान्डेज चाहिँ कति प्रेसर लाएर बाँध्ने त? यो ब्यान्डेज फेरि बेसरी लाएर फाइदा भएन, फेरि पहिलाको जस्तै कन्डिसन हुन्छ। यो ब्यान्डेज लाउँदाखेरि ध्यान दिनुपर्ने कुरा के हुन्छ भने यो ब्यान्डेज लगाइसकेपछि एटलिस्ट तपाईको एउटा औँला चाहिँ छिर्नु पर्यो, यतिको खुकुलो चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि यहाँको लिम्फेटिक ड्रेनेज स्लो हुन्छ। त्यसपछि सबभन्दा ध्यान दिनुपर्ने कुरा मोबिलिटी। यो हात चलाउँदै नचलाउने, यो हात नचलाउन दिनको लागि तपाईको यो जुन जोइन्ट छ नि यो जोइन्टलाई लक गर्ने। अब जोइन्टलाई लक कसरी गर्ने भन्ने भिडियो चाहिँ म अर्को भिडियो बनाएर राखिदिन्छु।